अहिले साथी र म चाहिँ जान आँट्या त्यहाँ मामाको भाइलाई चाहिँ के स्कुलमा के भयो अरे भन्दै थियो अनि त्यही भएर त्यहाँ जान आँट्या अनि फेरि साथीकै भाइहरू चाहिँ के सबजना हल्का लखा गरी के भन्दै थियो यसकै हो कुरा चाहिँ प्रसिद्ध यहाँ हेलो गरिदिए हेलो यो सर्ट मेरो भने कस्तो पहिला सानो मैले लगाएको सर्ट भने हे गाइज वेलकम ब्याक टु माई अनदर भिडियो इट्स प्रवेश ब्लग है तपाईँहरूको यहाँ तपाईँहरू ब्लग आइसकेको छ छल पायौँ राइट न अहिले चाहिँ भाइको साइकल बनाउँदैन र ड्याडी र म अनि मामा दिउँसो आउँछु भनेको छ अहिले चाहिँ हल्का निको भइसक्यो मलाई त्यही हो अनि अस्ति चाहिँ त्यो उता के अरे जाँदाखेरि किन राम्रोसँग भिडियो नबना भन्दाखेरि त्यो के भएको थियो क्या त्यसको त्यो साइडको यो फुस्केछ है अनि यो हाल्दैन आँट्या त्यहाँ भिडियो किन बनाउँदाखेरि केटाहरू अब के भन्ने है अहिले मुख छान्ने बनाउने माहौलै थिएन क्या अनि त्यही भएर मैले छोटो छोटो बनाएको थिएँ अनि अब चाहिँ राम्रोसँग बुझाएर यताउता गरेर सबै राम्रोसँग आउँछ होइन त्यही हो अब चाहिँ जाउँ अनि यतातिर छ बन्द गरेर पैसा भर्खरै आएको अगाडि भिडियो बनाउँ भने फेरि त्यहाँ मोबाइल अड्डाउने ठाउँै छैन क्या त्यही भएर हो कि अब जाउँ अनि अहिले दिउँसो मामा आउँछु भनेको छ बाइक लिएर अब कता के हुन्छ सब देखाइहाल्छु नि आज है त ल त्यही अब पहिला बन्द गरेर बनाऊ पछाडि समात्नु पऱ्यो नि त साइकल अनि त्यही हो त्यही भएर अब अहिले बनाउँछु नि थाहा छैन हामी ठ्याक्क आइसकेका छौँ साइकल पसलमा है त्यसको चाहिँ के बिग्रियो भन्दाखेरि नि यो मुला टायरै निस्किरहेको क्या साइडको अनि त्यसलाई अलिक राम्रोसँग आउँदैन क्या चलाउनलाई अनि लडाइ गर्छ भने बनाउन अब खासमा है त्यही हो त्यहाँ अनि अस्ति के भन्दाखेरि अघिल्लो भ्लगमा चाहिँ धेरै राम्रोसँग भ्लगै बनाउनु पाएन क्या अनि मामाले कपाल सपाल बिगारिदियो सँगसँगै हिँड्यो है धेरै पछि भ्लग बनाएर होला बिजोग भइहाल्यो त्यहाँ केटाहरू रमाइलो गरिरहेको थियो अब के हाल्नु तिनीहरूको बिजोग के गरिदिनु भनेर धेरै लामै भ्लग भएन त्यही हो अनि मलाई चाहिँ हल्का अलि निको भइसक्यो त साइकल यहाँ चाहिँ भाप हान्न गएको छ अरे पसल खुल्ला छोडेर अब कति टाइम लाग्ने हो है बिजोग छ भनौँ न अब आउँछ बनाउँला त्यही हो बाइक चाहिँ त्यहाँ छ फादर सन्स छोटे सन्सको साइकल लिएर आएको बनाउनु होला अब बनाउनै पऱ्यो है त्यही हो जोसित हालेँ त्यहाँ खाना खाँदै थोरै टाइम लाग्छ भनेर है अर्को दोकान आएर 2 मिनटमा हालिदिएको 100 रुपियाँ धेरै त लागेन त्यही हो अब चाहिँ हालेर जानु पऱ्यो हुन्छ घरतिर धेरै बेर कुर्दैनन् कि जे कुरामा नि काम गरेर हिँडिहाल्ने त्यहाँ नभए अर्को ठाउँ छ भन्ने हिँडिहाल्ने टाइमको त एकदम बचत गर्छन् ड्याडी है त्यही हो अब घरतिर जानुपर्ने हुन्छ अप्ठ्यारो हुन्छ कि साइकल हालेर भिडियो बनाउन नत्र यसो देखाउँथ्यो हल्का कस्तो अप्ठ्यारो हुन्छ कि त्यही भएर साथी भेटेको छ अरे साथी भेटेको छ अरे के मैले के भने हो यो के अरे अहिले चाहिँ साथी आएको छ अरे गाउँबाट अनि भेट भनेको थियो के अरे अनि गाउँबाट आएको छ अरे धेरै पछि भेट्न आँट्या पहिले बच्चैदेखि साथी क्या अनि त्यही भएर अहिले चाहिँ हिँडाइमा जान आँट्या बाइक लग्यो भनेर कता कता डुलिन्छ है तेल पनि छैन भनेर चाहिँ म हिँडेर जान आँट्या त्यही हो अब जाउँ बने बा त्यसलाई भेटौँ के कस्तो हुन्छ देखाइहाल्छु मामाले चाहिँ खोइ के गर्यो भने घरबाट फोन आइसक्यो बाइक लिएर गएको तिम्रो जान्छु भनेर कल आइसक्यो मामा घरमा आएन बिजोग भइसक्यो भने ए अहिले चाहिँ साथीलाई भेटिसक्यो हेलो भन्दै हेलो हेलो अनि अहिले चाहिँ जाँदै हो तलतिर कहाँ यहीँ हो ल है एकछिन अहिले साथी र म चाहिँ जान आँट्या त्यहाँ मामाको भाइलाई चाहिँ के स्कुलमा के भयो अरे भन्दै थियो अनि त्यही भएर त्यहाँ जान आँट्या अनि फेरि साथीकै भाइहरू चाहिँ के सबजना हल्का लखा गरी के भन्दै थियो अनि त्यही भएर जान आँट्या अब जाउँ स्कुलबाट त्यसलाई सेपमा निकालौँ अनि त्यो चाहिँ घर आऊ है के कस्तो देखाइहाल्छु बसेँ यो र म त्यहाँ बसेर चिया खाँदै थियो मामाले फोन गरिहाल्यो अब फोन गरेर यस्तो कुदिहाल्नु पऱ्यो भनेर चाहिँ मयुरमा गाडीमा खाली ठ्याकठुक चढेर छोराहरू हिँडिहाल्यो त्यहाँ जाउँ कुरा बुझौँ के कस्तो भएको होइन अनि त्यसपछि आउने भन्दाखेरि ल है त
मामाले चाहिँ हामीलाई लोकेसन दिसक्यो कि हामी त्यहाँ जानुपर्ने हुन्छ के कस्तो हुन्छ देखाइहाल्छु यता बरुन छ अब म यता भुलियो लिँदै त्यहाँ आन्दोलन भइरहेको जस्तो जाउँ त्यहाँ मुला झन्डा सन्डा होइन यहाँ उ छ अब के हो थाहा हामीलाई होइन अब जाउँ माथि अनि त्यही हो नयाँ नौ गरेर के कस्तो हो सब देखाइहाल्छु नि है त हिजो आफ्नो सत्तामा हुँदाखेरि पनि देशलाई बनाउन नसक्ने मान्छे आज फेरि यो प्रजातान्त्रिक प्रणालीभित्र ए दुलेको मेयर नागरिकलाई नैतिक बनाउने सोच पाइरहेको छ यो सम्भावनाको क्षेत्र हो यसकै हो कुरा चाहिँ यसकै कुराले हो ठुलो भएको त्यो भाइको चाहिँ त्यो के केटीको कुरा यताउता रहेछ होइन त्यो फुचीहरूको हल्का फुल्का कुराहरू भारै छ गएर त्यो फुचीहरूलाई सम्झाएर पठाइदिएर आएको है त्यहाँभित्र के कुरा हुँदै थियो अनि हामीले निस्केर हिँड्दा सम्झाइदिइहाल्यो है अनि त्यो गाडीमा त्यहाँको अहिले आइसक्यो त्यहाँ चाहिँ अब हामी बनेर जान्छौँ यहाँबाट डाइरेक्ट सो अनि म चाहिँ त्यहाँबाट घर आएको होइन अनि घर आएर एकछिन अल्छी लाग्यो भनेर सुत्या मामा अन्जेल कुर्छु भनेर सुत्या मामा भान्जा नआउने भनेर म्यासेज छोड्दा रहेछ म त निदाएछु क्या अनि उठ्दाखेरि त त्यो गाडीमा धुलोहरू उधुम थियो क्या त्यो बाटो हल्का उठ्यो है रुगा लागेछ भने रुगा होइन अनि हल्का फुल्का खोकीसोकी लागेछ क्या झन् निको भइसक्यो पनि फेरि बल्छ क्या अनि त्यही नै हो अब चाहिँ अहिले चाहिँ घरको छततिर भनौँ न अनि उता चाहिँ गेम सेम चलिरहेको छ ग्राउन्डतिर अनि उता चाहिँ गेम चलिरहेको छ है खोइ कहिले ओडा कप के कहिले रे भनेर गेम सेम चलिरहेको छ भनौँ न त्यहाँ अनि हाम्रो भाइ चाहिँ त्यहाँ मम्मीसँग उता खेल्न गएको छ त्यहाँ बच्चा थुप्रै खाने हो त्यहाँ खेल्न गएको छ यस्तो छ भ्यू चाहिँ के हुन्छ देखाइहाल्छु अहिले किन बजी होइन त्यही नै हो अनि हल्का गाह्रो भयो क्या मलाई चाहिँ अनि त्यही भएर कतै नै हिँडेन म सुत्दै थिएँ के गर्ने यस्तो भइहाल्यो है त्यही हो एकछिन पछि अब छलछल गरेर भेट्नुपर्छ है त भाइ आएपछि मम्मी कस्तो हेर मम्मी तपाईँले कसले प्रसिद्धले यहाँ यो होइन मम्मी यो यहाँ नढाँटिकन भन्ने भिडियोमा होइन यो सर्ट कसको भन्नु त मा कसम यो सर्ट मेरो पहिलाको कसम यो सानो बेलाको थियो होइन अनि त्यो अस्ति लुगा सुगा त्यो पुरानो लुगाहरू गर्दाखेरि यसले राम्रो लाएर यसलाई उ गरेको थियो होइन अहिले लाएर हिँड्छ भने त्यही हो अनि अब यसको यसलाई खेलाउन तलतिर रोडतिर लानु भएको थियो मम्मीले अनि अहिले चाहिँ भित्र अब त्यहाँ तल खेले देखि माथि म छतमा थिएँ अनि त्यही हो अनि अब एकचोटि मैले बाइक छिराएको थिएँ अब यसले साइकलबाट स्टार्ट गर्दैछ अनि त्यही नै हो अहिले चाहिँ चिसो छ भनौँ न हावा सावा सर छ गर्मी चाहिँ गर्मी आइसक्यो जे भयो नि बिहान बेलुका चाहिँ अलिक चिसो छ जे होस् गर्मी आइसक्यो भनौँ न अनि त्यस्तै भइरहेछ जे होस् यसको यो सर्ट मैले दिएको क्या मैले दिएको भन्दा नि मा कसम होइन सानो बेलाको कि मेरो सानो बेलाको यसलाई अहिले ठिक हुन्छ क्या भनेपछि त ओहो म कत्रो चाहिँ थियो होला कि त्यतिखेर इमेजिन गर्दा नि बिजोग लाग्छ भाग्यो हाफ कट्टुमा ओहो जुत्ता सुत्ता ओहो प्रसिद्ध यहाँ हेलो गरिदिए हेलो गरिदिए हात ल हेलो यसलाई त खुवाउन पनि यसरी उ गर्नुपर्छ कुदाइ घर यता पुग्छ ओए बाबु ओए यो त फटा छ नि यो सर्ट मेरो भने कस्तो पहिला सानो मैले लगाएको सर्ट भने के आकाश
Siapa? यसको कपाल चाहिँ दामी भएको छ क्या मामाले काट्दै मम्मी यसलाई एक राउन्ड घुमाउनु त हो आफै घुमे पर्दैन ल हाम्रो मम्मीलाई चाहिँ एक्सर्साइज डह्रो हुन्छ अरूबाट त्यस्तै हो मम्मी तपाईँले एक्सर्साइज कतिको हुन्छ 8 किलो घटाएको रे ल ठिक छ ल ओ 80 किलो खान तपाईँ अहिले 72 भनेपछि ल ठिक छ यो त कुदे खाजा लिएर मम्मी आथ्यो कति कुद्छ पनि यो हो बिजोक कुद्छ यो फटा अनि अब त्यही हो हैन यो एकछिन चल्छ यहाँ मक्क भएर बसेछ अनि अब भिडियो इन गरिदिनु पर्ने हुन्छ किनकि अब अर्को भिडियो नि हाल्नु पर्यो नि त अनि थ्यांक यू फर वाचिङ माई भिडियो गाइस सी नेक्स्ट भ्लग ल बाई भन्दै यहाँ बाई भने बाई बाई